सहकारी ठग लुसिफर भनेर के गर्छौ रूपन्देवीले इतिहास लेख्न सफल भएको छ। विरोधीहरूको मुटु फुट्ने गरी नेपाली जनता सडकमा आएका छन्। त्यही सहकारी ठग त्यही लुसिफरलाई हेर्नको लागि नेपाली जनताले परिवर्तन चाहेपछि कसैले रोकेर रोकिँदैन। तिमीहरूसँग दम र हिम्मत छ भने यो सुनामीलाई रोकेर देखाऊ भन्न चाहन्छु। फागुन 21 को चुनाव सिर्फ चुनाव होइन, सिर्फ महाभारतको युद्ध हो भन्न चाहन्छु। यो फागुन 21 को सुनामीमा नेपाली जनताले इतिहास लेख्नेछन्। पक्कै पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत 2/3 को सरकार दिएर भन्न चाहन्छु। नेपाली जनताले 2/3 को सरकार दिनै परेछ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई काम कसरी गरेर, विकास कसरी गरेर, नेपाल समृद्धिको मार्गमा कसरी लानेर, नयाँ नेपालको खाका कसरी कोर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले तब मात्रै देखाउने छ। पक्कै पनि रूपन्देवीले बुटवलले तपाईँको विभिन्न चाहिँ निर्वाचन क्षेत्रले आज रवि लामिछानेलाई जुन हिसाबले साथ दिनुभएको छ, सम्पूर्ण जनताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो सुनामी कसैले रोकिने छैन। विरोधीहरूले विरोध गरेर हुँदैन। के गर्छौ त, मलाई गाली गरेर हुँदैन।